हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज आर फाइन। आज चाहिँ होइन यो सागर भन्नेले हामीलाई 5,000 जात्रा हेर्ने भनेर ल्यायो, तर जात्रा सकिया रहेछ, यसलाई थाहा थिएन होइन। फुल रेडी भएर निकालेको थियो, जात्रा सकिसकेछ। अनि खै यसको भाइलाई लिन आएको होइन। हामी चाहिँ यता बाफल खलासीले लुट्यो यार हामीलाई। गाडी भाडा कति हुनुपर्ने यसले ध्यान दिएन। 100 रुपियाँ दिएको थियो, 15 रुपियाँ फिर्ता दिएर ठग्दैन हामीलाई। अनि हामी चाहिँ अब यतै भित्रभित्र बुझ्छौँ। यो पाखे यहाँ छ है, यसको भाइ हो कि दाइ हो, लिन जान्ला। अलि एकछिन उताको देखाउँछ है गाइज। हामी चाहिँ होइन यसको दाइलाई भेटेर यता निस्किसक्यौँ होइन। गाइज होइन, यसलाई चाहिँ काम लगाइदिनु लाग्यो त्यो मजा फ्याक्ट्रीमा होइन। नगर्नु भन्छ अहिले हेर भाइ, यहाँदेखि हो यहाँ आउने होइन, ऊ त्यहीँ छ 3 मिनटको हिँडाएपछि आइपुग्छ होइन। बाफल चोक भनेपछि ऊ त्यहीँ मुनि रोकिदिन्छ। त्यहाँबाट आउने महिनाको स्यालेरी चाहिँ होइन तिम्रो, महिनाको स्यालेरी चाहिँ तिम्रो होइन धेरै हुन कति हुन्छ भन्दा 10,000 हो। त्यही अब त्यही खाता दिन्छ दिनमा एकचोटि। अनि त्यही हो अब कति भयो 9 बजीदेखि 6 बजीसम्म काम गर्नुपर्ने तिमीले। ल यही हो त तिम्रो चौकी, बाफल मेनबाट यहाँ सिधै जानु पऱ्यो तिमी। गाइज होइन, हामी चाहिँ अहिले पानीपुरी खान लाग्यो। यो भाइ लास्ट बजाउँछ होइन, टक्क पानीपुरी खाम। अनि उता म ढल्कुतिर जान्छु होला, बेलुका त्यहीँ बस्छु कि फर्किन्छ थाहा भएन, हेर्दै गर्ने। भव्य हुन्छ जात्रा हो। हेर म एङ्करिङ हाल्छु गाइज। हामी चाहिँ यता माथि के भन्छ गोल्डुङा जात्रा छौँ होइन। गोल्डुङा हान्ने ठाउँ यहाँ चाहिँ भव्य यो रथलाई होइन टक्क एउटा ठाउँमा राखेको थियो होइन। राइडमा गएर आएको थियौँ हामी, टक्क देखियो होइन गाइज। हेर्नु I think not the rocket. ब्रेक फेल कस्तो ढुङ्गा लाग्यो त्यत्रो बेर हल्लाएर चिया खान लाग्छ। चियापत्ती कसरी हाल्ने रे? हाम्रो तालुमा बगुलाले मुतिनु भएछ। बगुलाले मुत्छ र ए हनुमानजी, हाम्रो तालुमा बगुलाले मुतिनु भएछ। त्यात्तेरी हनुमानजी, हामीले भनेको थियो हजुरलाई यस्तो हुन्छ भनेर। मुति गयो, अब हजुरले सफा गरिदिनुहोस् है। बुझ्नुभयो हनुमानजी? ए हनुमानजी के भएछ? ए प्यारालाइसिस हुनु भएछ, मर्यो। भगवान गयो नि स्वर्ग है। ए भगवान सुपरम्यान भाइ अगाडि हेर, भाइ अगाडि अगाडि हेर, अगाडि हेर, साइड खिचिरहेको छ। अगाडि अगाडि छिटो अगाडि भाइ। कहाँ जानु लाग्यो मामा चाहिँ आइरहेको छ, चेस गरिरहेको छ हामीलाई। आयो आयो दाजु भाग्नुहोस्, मामा आयो।
मामा गाईहरू झगडा